देशभर पेट्रोलियम पदार्थको आपूर्ति गर्ने उद्देश्यले विक्रम सम्वत 2027 सालमा स्थापना भएको नेपाल आयल निगमले अविच्छिन्न रूपमा पेट्रोलियम आपूर्ति गर्दै आएको छ। मुलुकमा पेट्रोलियम पदार्थको मागको तत्कालीन अवस्थालाई मध्यनजर गर्दै स्थापित भएको निगमले हाल पनि मुलुकभर बढ्दै गएका सवारी साधन र भौतिक पूर्वाधार निर्माणमा प्रयोग हुने उपकरणका लागि इन्धन आपूर्ति निरन्तर गर्दै आएको छ। निगमले मुलुकभर 7 प्रादेशिक कार्यालय र 34 डिपो कार्यालय मार्फत इन्धन आपूर्ति गर्दै आएको छ। त्यतिबेलाको आवश्यकता अनुसार स्थापना भएका निगमका संरचना हाल विश्वभर अत्याधुनिक बन्दै गएको प्रवृत्ति मैत्री भने छैनन्। त्यतिबेलाकै संरचना मार्फत निगमले सेवा दिइरहे पनि अहिलेको मागलाई यसले सहज सम्बोधन गर्ने अवस्था छैन। निरन्तर बढिरहेको इन्धनको मागलाई आपूर्ति गर्ने मात्र होइन, मानवीय सुरक्षाका दृष्टिले पनि तत्कालीन समयमा बनेका यी संरचना पर्याप्त छैनन्। पेट्रोलियमको माग बढेकै कारण ढुवानी गर्ने साधन अर्थात् ट्याङ्क ट्रकको संख्या पनि बढेको छ। ट्याङ्क ट्रक पार्किङका लागि ठाउँ साँघुरो बन्दै गएको छ। पेट्रोलियम पदार्थ लोडिङ तथा अनलोडिङका लागि ठाउँ पर्याप्त छैन। उहिले बनेका निगमका कतिपय संरचना वरिपरि उतिबेला बस्ती पातलो थियो। हाल जनघनत्व बढेर मानव बस्ती विकास तीव्र बनेको छ। सुदूरपश्चिमको राजधानी कैलालीको धनगढीमा रहेको सुदूरपश्चिम प्रादेशिक कार्यालयको अवस्था पनि उस्तै छ। यहाँको यो संरचनाले वर्षौंदेखि बस्तीको बीच भागमा आगजनीको जोखिम बोकेको छ। 2037 सालमा स्थापना भएको यो डिपो तत्कालीन अवस्थामा बस्तीभन्दा टाढा थियो। अहिले धनगढीको रूप फेरिसकेको छ। डिपोको आँगनबाटै 6 लेनको सडक विस्तार भइसकेको छ। बस्ती र सहरको बीचमा पेट्रोलियम पदार्थ जस्तो अति प्रजननशील भण्डारण हुँदा यो ठाउँ सम्भावित दुर्घटनाको उच्च जोखिममा छ। निगमका संरचना वरपर विस्तार भइरहेको बस्ती र सहरमा जुनसुकै बेला पनि जस्तो पनि दुर्घटना निम्तिन सक्ने जोखिम उच्च भएको स्थानीय बताउँछन्। चारैतिर यो पुरै यो आयल निगमको वरिपरि घर छ, सबै नजिकै छन्, सबैको घर नजिक। डरै हुन्छ के हुने हो कसो हुने हो भन्ने, राति डर लाग्छ कहाँनिर के लिक भएर कहाँ आग लागि हुन्छ कि भन्ने त डर भइरहेको छ। थाहामा धान त यसलाई यहाँबाट कहीँ सार दिए हुन्थ्यो। तत्कालीन समयमा जनताको सुविधाका लागि बनेका निगमका यी संरचना अहिले निगमकै साँध सिमानामा रहेका बस्तीका लागि त्रासको कारण बनेका छन्। उनीहरूले आफ्ना दैनिक क्रियाकलापमा समेत हरेक क्षण सचेत रहनुपर्ने भएको छ। कुन बेला के हुने हो भन्ने डरमा बाँच्नु परिरहेको छ। यहाँनिर आग लागि भएको थियो हाम्रो यो ठ्याक्कै रोडको अगाडि, अनि त्यतिखेर चाहिँ हामीलाई धेरै नै डर लागेको थियो। नजिकै आयल निगम छ नि त, त्यही भएर अब यहाँसम्म आगो पुग्यो भने चाहिँ अब हामीलाई चाहिँ एकदमै यहाँ वरिपरि चाहिँ धेरै नै डर हुन्छ। सार्ने कुरा पनि भइरहेछ। अब सुरक्षाको लागि चाहिँ अब त्यस्तो कसैले पनि अब हामी पनि वरिपरि यहाँ आगोहरू त्यस्तो केही बाल्दैनौँ होइन, त्यस्तो केही गर्दैनौँ। त्यस्तो गर्दाखेरि चाहिँ तुरुन्तै यहाँबाट पनि भनिहाल्नुहुन्छ, सार्यो भने चाहिँ सबैभन्दा सजिलो होला। सुदूरपश्चिम प्रादेशिक डिपो धनगढीले हरेक दिन सुदूरपश्चिमका 9 जिल्लामा पेट्रोल मात्रै 100 किलोलिटर खपत गर्छ। अनि डिजेलको माग दैनिक 250 देखि 300 किलोलिटर रहेको छ। 5 देखि 10 वर्षको तथ्याङ्क हेर्दा पेट्रोल डिजेलको खपत झनै बढेको छ। धनगढी डिपोमा डिजेलको भण्डारण क्षमता 760 किलोलिटर अटाउने 2वटा भर्टिकल ट्याङ्क छन्। 70 किलोलिटरको एउटा अन्डरग्राउन्ड ट्याङ्की छ। त्यस्तै 760 किलोलिटर पेट्रोल भण्डारण क्षमताको भर्टिकल ट्याङ्की एउटा र 70 किलोलिटर क्षमताको एउटा भूमिगत ट्याङ्की छ। मट्टीतेलका लागि भने 70 किलोलिटर अटाउने एउटा मात्रै भूमिगत ट्याङ्की छ। यो सबै क्षमताले सुदूरपश्चिमको मागलाई एक साता मात्रै धान्छ। आम उपभोक्ताका लागि अति आवश्यक वस्तु भए पनि यो भण्डारण गृह स्थानीय बासिन्दाका लागि भने त्रासको कारण बनेको छ। बस्ती, बजार, अस्पताल र मुख्य राजमार्गसँग जोडिएकाले यो भण्डारण केन्द्र कुनै पनि बेला जोखिम बन्न सक्ने स्वयं निगमका अधिकारी बताउँछन्। कन्जस्टेड उसमा चाहिँ अलि लिमिटेड स्पेसमा चाहिँ रन गर्दाखेरि कहाँनिर के हुन्छ भन्दा अलि रिस्की चाहिँ हुने भयो। 2037 सालमा स्थापना भएको होइन, त्यो बेला त अब यता बस्तीहरू पनि डेभलप भइसकेको थिएन। अब डिपो बन्यो, त्यसपछि यसको छेउछाउमा बस्तीहरू बन्दै गयो। अहिले चाहिँ अब घना सहर या बस्तीको बिचमा अलिकति रिस्की चाहिँ भएको अवस्था चाहिँ हो। साइडमा चारैतिर चाहिँ बस्तीले घेरेको छ। कुन बेला के हुने हो भनेर त्यो स्थानीयहरूको पनि त्यो प्रतिक्रियाहरू बाँकै कुरा हो। डिपोलाई चाहिँ
अब मोडर्न तरिकाले रन गर्दाखेरि सबै सेफ्टीको इक्विपमेन्टहरू मापदण्डहरू पुरा गर्दाखेरि यो स्पेस चाहिँ अलि साँघुरो नै भएको अवस्था हो। त्यही भएर निगमले चाहिँ आफ्नो नीति कार्यक्रममा पनि अब डिपो सार्ने कुरा पहिलेदेखि चलिरहेको कुरा हो र त्यसको लागि पहल हुँदै आएको कुरा पनि हो। बस्ती विकास भइसकेको थिएन, जताततै खुला जमिन, खेत र जङ्गल थियो। त्यही बेला 2037 सालमा यो डिपो स्थापना स्वाभाविक थियो। त्यति बेलाको आवश्यकता अनुसार बनेको डिपो वरपर बस्ती बढ्दै गयो। आजको परिवेशमा आइपुग्दा धनगढी देशका प्रमुख मध्ये एक सहर नै बनिसक्यो। तत्कालीन आवश्यकतालाई हेरेर 1 बिघा 18 कट्ठा क्षेत्रफलमा यो डिपो बनेको थियो। सहरहरू विस्तार हुँदै गए, गाउँ गाउँमा सवारी साधन थपिए, त्यसैले 9 जिल्लामा इन्धनको माग बढ्दै गयो। सुदूरपश्चिममा लोडिङ अनलोडिङ पोइन्ट भने यो एउटा मात्रै डिपो रहिरह्यो। अब भने निगम वरपरको बस्ती, विकसित भएको सहर र सम्भावित जोखिमलाई लिएर डिपो स्थानान्तरण गर्नुपर्ने आवश्यकता बनिसकेको स्थानीय बताउँछन्। मेरो एकदमै जोखिम छ। अब अस्ति त्यो आन्दोलन जेनजीको आन्दोलन जस्तै भयो त्यस्तै कुनै दिन त्यस्तै भएर यहाँ पनि आगो लागेको भए त तपाईँको त धेरै ठुलो घटना हुन्थ्यो नि। घरको जलाउने पोहोरहरू बाल्दाखेरि पनि उतैबाट पानी हालेर निभाइदिन्छ। मान्छे बस्ने बस्तीभन्दा धेरै टाढा हुनुपर्ने हो। कहिले पनि यो बनाउनु पर्ने पनि रेसिडेन्टल एरियामा हुनुपर्ने कुरा नै होइन। यो भएको पनि अहिले यो गलत नै हो कि त यतातिर बसै नगर्न दिनुपर्ने, पहिलेदेखि नै मान्छेलाई जग्गा किनबेच पनि नगर्न दिनुपर्ने त्यति बेला नै। उसो त नेपाल आयल निगमले केही स्थानका डिपोहरूमा सुधारका काम समेत नगरेको होइन। अम्लेखगञ्ज स्थित निगमको मधेस प्रादेशिक कार्यालय फराकिलो बनाइएको छ, बस्तीबाट टाढा पारिएको छ। पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्क, ट्रक पार्किङ तथा पेट्रोलियम लोडिङ अनलोडिङका लागि समेत अम्लेखगञ्जमा पर्याप्त ठाउँ बनाइएको छ, जसका कारण दुर्घटनाको हिसाबले कम जोखिमपूर्ण र इन्धन भण्डारणका हिसाबले समेत सुरक्षित ठानिन्छ। गण्डकी प्रदेशका लागि पोखरामा पनि सुरक्षित डिपो निर्माण गरिएको छ। 2080 सालमा निर्माण गरिएको अत्याधुनिक डिपो इन्धन भण्डारण र सम्भावित दुर्घटनाको हिसाबले सुरक्षित रहेको बताइन्छ। 10,000 किलोलिटर इन्धन भण्डारण क्षमताको डिपोले गण्डकी प्रदेशमा करिब 3 साता सहज आपूर्ति धान्ने निगमको भनाइ छ। गएको बर्खामा पूर्वपश्चिम राजमार्गको नवलपरासी खण्डमा पहिरो गएर सडक अवरुद्ध हुँदा पूर्वपश्चिम यातायात ठप्प बन्यो। निगमको भैरवा स्थित भलबारी डिपोले आपूर्ति गर्ने कतिपय जिल्लामा ढुवानी गर्न नसकिएपछि पोखराबाटै विभिन्न जिल्लामा पेट्रोलियम ढुवानी गरिएको थियो। निगमले करिब 1.5 दशक अघि नै मुलुकभर पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाई करिब 3 महिनालाई पुग्ने गरी पूर्वाधार बनाउने नीति लिइसकेको छ। यद्यपि अधिकांश स्थानमा नीति अनुसार काम अघि बढ्न सकेको छैन। निगमले भण्डारण क्षमता बढाउने तथा अत्याधुनिक प्रविधिमा आधारित डिपो निर्माणको नीति अनुरूप रूपन्देहीको भलबारी र कैलालीको धनगढी डिपो स्थानान्तरणका लागि स्थानीयले समेत माग गर्दै आएका छन्। अब यहाँ स्थानीय सरकारले वडाको नगरपालिकाको हिसाबले यसलाई चाहिँ एक किसिमले दबाब त सिर्जना भएको छ, तर अब यता बुझ्दाखेरि चाहिँ यसको भण्डारण क्षमताको जमिन पनि भइराखेको छ, यसलाई चाहिँ सार्नुपर्छ भन्ने किसिमले त्यति बेलाको सम्बन्धित सरकार आयल निगम पनि यो ढङ्गले लागेको हो। तर ठ्याक्कै यति बेला समयमा सर्छ र यही ठाउँमा सर्छ भन्ने कुरो अझै पनि टुङ्गो लागेको कन्डिसन देखिँदैन। धनगढी डिपो स्थानान्तरणका लागि निगमले जग्गा खोजिरहेको जनाएको छ। नेपाल आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय प्रमुख हरिदत्त जोशी पनि डिपो फराकिलो बनाउने र बस्तीदेखि पर सार्ने कुरामा सहमत देखिन्छन्। स्पेसको कुरा त भइहाल्यो होइन, अहिले एकदमै यो कन्जेस्टेड उसमा छ होइन, अलि एरिया पनि वाइड हुन्छ। त्यसपछि ग्रिनफिल्ड टर्मिनलदेखि धेरै कुराहरू छ कि डिपो अटोमेसनका कुराहरू छन्, तीहरू चाहिँ अब नयाँ डिपोमा चाहिँ जुन सेफ्टी मापदण्ड चाहिँ एकदम त्यो जुन चाहिँ चाहिने हो नि त्यो अनुसार बनाउनलाई चाहिँ अलि स्पेसहरूको कुरा पनि आउँछ कि। सरकारले पनि देशैभरि 3 महिनालाई पुग्ने भण्डारण क्षमता बनाउने नीति लिएको 1 दशक भइसक्यो। क्षमताका हिसाबले पनि धनगढी डिपो सरकारको नीति अनुरूप नरहेको स्पष्ट नै छ। स्थानीयले पनि समयक्रमसँगै बस्तीको बीचमा परेको यो डिपो जति बेला पनि जोखिमको कारण बन्न सक्ने गुनासो गर्दै आएका छन्। यहाँ आगो लाग्यो यसमा, यो घरमा यहाँबाट पानी लगेर त्यो आगो यहाँ आइदिए अब ढङ्गले रहन्थेन। जति सक्दो नेपाल सरकारले यो सान्नमा
यहाँको जनताको भलाइ हुन्छ। यही त्रासलाई मध्यनजर गर्दै धनगढी उपमहानगरपालिकाले पनि धनगढी डिपोलाई सम्भावित जोखिम क्षेत्रका रूपमा उल्लेख गर्दै जति बेला पनि विपद निम्त्याउन सक्ने सूचीमा समावेश गरेको छ। उपमहानगरपालिकाले निगमलाई पत्रै पठाएर डिपो स्थानान्तरण गर्न आग्रह गरिसकेको छ। स्थानान्तरणका लागि दैलोको सिंहदरबार मानिने ओडा कार्यालयले पनि जोड दिँदै आएको छ। यो जोखिममा छ, जोखिममा भइसक्यो भोलि वरिपरिको ठुलो मानवीय क्षति हुनसक्छ, भौतिक क्षति हुनसक्छ। त्यस कारण चाहिँ मानवीय क्षति भनेको सबभन्दा महत्त्वपूर्ण क्षतिहरू हो। भौतिक क्षति निर्माण गर्न सकिन्छ, मानवीय क्षति निर्माण गर्न सकिने अवस्था नभए हुनाले चाहिँ मानवीय क्षतिबाट नहुने मानवीय क्षतिलाई पनि नहुन दिनका लागि यसलाई चाहिँ सकेसम्म यथाशीघ्र चाहिँ अन्यत्र सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ। डिपो सार्नुपर्ने माग आजको होइन। त्रासमा रहेका बस्तीवासीले 8-10 वर्षदेखि डिपो सार्नुपर्ने माग गरेका छन्। स्थानीयको मागमा स्थानीय सरकार मात्र होइन, आयल निगम र सरकार नै होमाहो मिलाइरहेको छ। तर सार्ने कहिले? डिपो सार्ने कुरा पटक पटक भइरहेको सुनेको स्थानीय बताउँछन्। यो सुन्दा स्थानीयले थोरै राहत पनि महसुस गर्छन्। सार्यो भने चाहिँ सबैभन्दा सजिलो होला, अब अरू भन्दा त होइन, एकदम चाँडोभन्दा चाँडो सारिदियो हुन्छ भन्ने ठुलो जोखिम छ। यसलाई चाहिँ चाँडोभन्दा चाँडो स्थानान्तरण गरिदियो भने राम्रो हुन्थ्यो भन्ने। कहिले सारिएला भन्ने प्रश्नले भने उनीहरूलाई पिरोल छ। अझ यस वरपर हुने आगोजन्य घटना सम्झदा स्थानीयको सातो नै जाने गरेको छ। यहाँनिर आग लागि भएको थियो हाम्रो यो ठ्याक्कै रोडको अगाडि, अनि त्यतिखेर चाहिँ हामीलाई धेरै नै डर लागेको थियो। अब नजिकै आयल निगम छ नि त, त्यही भएर अब यहाँसम्म आगो पुग्यो भने चाहिँ अब हामीलाई चाहिँ एकदमै यहाँ वरिपरि चाहिँ धेरै नै डर हुन्छ। यो समस्या सुदूरपश्चिम प्रादेशिक कार्यालयको मात्रै होइन, देशभरका डिपोमा भण्डारण क्षमता बढाउने सरकारकै नीति हो। अझ डिपोलाई पूर्ण अटोमेसनमा लैजानुपर्ने योजनामा समेत निगम छ। तर पहिला बस्तीदेखि टाढा सार्नुपर्ने धनगढीको जस्तै सवाल लुम्बिनी प्रादेशिक कार्यालयमा पनि जबरजस्त उठिरहेको छ। यहाँको डिपो झन् पार्किङकै समस्या छ। अति प्रज्वलनशील पेट्रोलियम पदार्थ सडकमै पार्किङ गरेर राख्नुपर्ने अवस्था यहाँको छ। लुम्बिनी प्रादेशिक सरकारले स्थानीय बासिन्दालाई केही समयका लागि हो हामी डिपो सार्छौँ भनेर थम्थम्याएको छ। यहाँका बासिन्दाले केही समयमै डिपो सर्छ भन्ने विश्वासमा सडकमै गरिने पार्किङलाई स्वीकारेका छन्। होइन भने पेट्रोलियम जस्तो संवेदनशील पदार्थ जहाँ पाए त्यहीँ राख्न पाइँदैन र नराखिनु पर्ने हो। पछि आएर स्थापित भइसकेपछि नेपाल आइलेमा पटक पटक आग लाग्यो। धेरै पटक आग लाग्यो भइसकेपछि हामी यसलाई स्थानान्तरण गर्नुपर्छ। अब हामी डिपोभित्रै भण्डारण बढाउन सक्ने अवस्था नै नभएका कारण त्यसो गरिएको यहाँका अधिकारी व्यवस्था दर्शाउँछन्। अहिलेको अवस्थामा पार्किङ चाहिँ बाटोमा, किनकि फेरि पेट्रोलियम पदार्थ आफैमा संवेदनशील पदार्थ हो, यसलाई राख्न पाइँदैन। अब अहिले राखेको अवस्था छ। अहिले यस डिपोमा अम्लेखगञ्ज डिपोबाट डिजेल र भारतको बेतालपुर डिपोबाट पेट्रोल आउने गरेको छ। लोडिङमा वा केही आपूर्तिमा एक दिन पनि बाधा आयो भने आपूर्तिमा समस्या हुने स्थिति भएको निगमले जनाएको छ। यस हिसाबले पनि भण्डारण क्षमता बढाउनु पर्ने र स्थानान्तरण गर्नै पर्ने बाध्यता लुम्बिनी प्रादेशिक डिपोको पनि छ। डिपो सार्ने मात्र होइन, त्यसलाई पूर्ण अटोमेसनमा लैजाने, ग्रिन टर्मिनलहरू बनाउने र सेफ्टी भण्डारणका लागि र बढ्दो आपूर्ति धान्नका लागि डिपो स्थानान्तरण गर्नै पर्ने बाध्यता रहेको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख शैलेन्द्र भुसाल बताउँछन्। भण्डारण यता स्थानान्तरण हुनुपर्ने देखिन्छ। अब किनभने डिपोलाई फुल्ली अटोमेसनमा अहिले लाग्ने कुरो छ। अब ग्रिन टर्मिनलहरू बनाउने भन्ने एउटा हाम्रो कन्सेप्ट छ र सेफ्टी भण्डारण सप्लाई सबैलाई हेर्दाखेरि चाहिँ डिपो स्थानान्तरण गर्नुपर्ने चाहिँ तत्कालै चाहिँ देखिन्छ तपाईँको यस क्षेत्रको लागि। अब यहाँ भण्डारण हामीले ट्याङ्की बनाऊ भनेर सक्ने अवस्था पनि छैन। हामी डिपो सार्दैछौँ भन्ने हिसाबले चाहिँ यहाँको पब्लिकको अहिले यसलाई केही समयलाई चाहिँ ऊ भएको छ। हामी डिपो उता बढ्दैछौँ, यसलाई केही समय लाग्छ भन्ने हिसाबले मात्रै। निगमले रूपन्देही नदी किनारमा करिब 6 अर्ब रुपियाँ लागतमा अत्याधुनिक पेट्रोलियम भण्डारण डिपो बनाउन थालेको छ। देशैभरका डिपोहरूमा माग बढ्दो छ। सहरीकरण बढ्दै जानु, विकास निर्माणका लागि उपकरणहरू प्रयोग हुनु
र गाउँ-गाउँमा यातायातका साधन थपिनुले आयल निगमका डिपोहरूमा भण्डारणको क्षमता बढाउनै पर्ने बाध्यता छ। तत्कालीन समयमा त्यति बेलाको आवश्यकताले बनाइएका डिपो अहिलेको समयमा आइपुग्दा ती कतिपय क्षमताका दृष्टिले अपुग भएका छन् भने मानवीय जोखिमका हिसाबले बस्तीले घेरिन पुगेका छन्। त्यसैले यस्ता डिपोलाई अत्याधुनिक प्रविधि मैत्री, बस्तीदेखि टाढा र बढ्दो मागको आपूर्ति धान्न सक्ने गरी विस्तार तथा स्थानान्तरण गरिनुपर्ने विज्ञको समेत मत छ। धनगढी र भैरवाको हेर्दा चाहिँ मेन समस्या चाहिँ हेर्दा के देखिन्छ भन्दा जुन रेसिडेन्सियल एरिया छ त्यो चाहिँ डिपोको नजिकै भएको देखिन्छ। त्यो कारणले गर्दा एउटा एकदमै थ्रेट भनेको एउटा त्यो सेफ्टीको हिसाबमा अहिले यो इनर्जी सेक्युरिटीको हिसाबमा चाहिँ कति दिनको लागि हामीले भण्डारण गर्ने डिजल पेट्रोल भन्ने कुरा छ। त्यो चाहिँ अब पहिला नै बनाएको पहिलाको जुन त्यो डिमान्डको हिसाबमा बनाएको जुन ट्याङ्कहरू थिए त्यो चाहिँ अहिलेको लागि चाहिँ सेक्युरिटीको हिसाबमा 15 दिन 30 दिन 90 दिनसम्म गर्ने जुन सरकारको एउटा योजना छ त्यो अनुसार चाहिँ नपुग्ने हुन्छ। नेपाल आयल निगमका डिपोका कारण स्थानीय बासिन्दाले भोगिरहेको त्रासबाट मुक्त गराउनु सरकारको दायित्व हो। त्यसबाहेक पनि समयको आवश्यकता युग सुहाउँदो प्रविधि मैत्री डिपो स्थापना हुनै पर्ने आजको आवश्यकता हो।